प्रधानमन्त्री बालेन्द्र शाहले असीम शाहलाई संविधान संशोधन बहस पत्र तयार गर्न बनाएको कार्यदलको संयोजकको जिम्मा दिएपछि अहिले केहीले एउटा फिल्म निर्देशकलाई यति ठूलो जिम्मेवारी दिने भनेर प्रश्न उठाएका छन्। त्यसपछि असीम शाह चलचित्र निर्देशक भएकै कारणले उनलाई दिएको संविधान संशोधन बहस पत्र तयार गर्ने कामको विषयमा उनको दक्षतामाथि नै प्रश्न उठाउनु एउटा पेसामाथिको अपमान हो भनेर निर्देशक दिपेन्द्र के खनालले लेखेका छन्। चलचित्रको निर्देशक भनेको चल्ने चित्र बनाउने मान्छे मात्र होइन, समाजको नाडी छाम्ने व्यक्ति हो, जसले फरक फरक वर्ग, विचार र समस्यालाई जोडेर एउटा स्पष्ट संरचना दिन जानेको हुन्छ। चलचित्रको निर्देशकसँग विश्लेषण गर्ने शक्ति, नेतृत्व गर्ने क्षमता र जटिल कुरालाई सरल र प्रभावकारी बनाउने सिप हुन्छ। सायद संविधान संशोधनको प्रक्रिया पनि उस्तै होला। समाज बुझ्ने, आवश्यकता चिन्ने, विविध आवाजलाई समेट्ने र नयाँ संरचना निर्माण गर्ने। एउटा निर्देशकले बनाएको एउटा चलचित्रले करोडौं मान्छेको दिमाग हल्लाउन सक्छ भने त्यही चलचित्र निर्देशकले संविधान चलाउने ल्याकत पनि राख्न सक्छ भनेर दिपेन्द्र के खनालले भनेका छन्। कुरा के पनि हो भने असीम शाह संसदको अनुभवी हुन्। उनको आवाज पनि संसदमा बलियो थियो। संसदको अनुभव र कानुनको ज्ञान भएकाले उनी संविधान संशोधन बहस पत्र तयार पार्न योग्य छैनन् भन्ने कुरा बेतुकको मात्र हो। के तपाईहरुलाई चलचित्र बनाउने काम सजिलो जस्तो लाग्छ? देख्दा जति सजिलो देखिन्छ त्योभन्दा 1000 गुणा बढी गाह्रो काम हो चलचित्र बनाउनु। र यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले सन्तोष परियारको नेतृत्वमा निर्माण गरेको संविधान परिमार्जन कार्यदलको सदस्य भएर काम गरेको अनुभव पनि छ असीमसँग। संसदीय समितिहरूमा बसेर राजनीतिक दलहरूसँग कुराकानी गरेका अनुभव पनि छन् उनीसँग। तर प्रश्न जीवित हुनुपर्छ र सोधिनुपर्छ भन्ने कुरामा भने दुई मत छैन।